मेरो बुबाले दोस्रो विवाह गर्नुभयो। बुबा खुसी हुनुहुन्थ्यो, तर मेरो संसार बिग्रियो। हाम्रो घरमा एक नयाँ मान्छे आयो, मेरी सौतेनी आमा। उहाँले बुबालाई खुसी राख्नुभयो, तर मैले बुझेँ यो घर अब मेरो मात्रै रहेन। उहाँका आफ्नै बच्चाहरू थिए। घरको नियमहरू फेरियो। हाम्रो पुरानो तस्विरहरू कोठाबाट हटाइयो। मलाई हरेक पल लाग्थ्यो म यो घरको अतिथि हुँ, मालिक होइन। बुबाले भन्नुहुन्थ्यो, सन्दीक, उनलाई सम्मान गर। तर बुबाले बुझ्नु भएन। मेरो मनभित्र पुरानो र नयाँ परिवार बीचको कुर्सीको लडाईँ चलिरहेको थियो। मलाई सबैभन्दा धेरै पीडा तब भयो जब मेरो जन्मदिनमा सौतेनी आमाले मलाई एउटा उपहार दिनुभयो र त्यसको ठिक अगाडि आफ्नो छोरालाई महँगो उपहार दिनुभयो। त्यो दिन मैले बुझेँ प्रेमलाई किन्ने प्रयास गरिँदैन र परिवारलाई जबरजस्ती जोड्न सकिँदैन। मेरो भविष्य दायाँ र बायाँ दुवैतिर खिचिएको थियो। मलाई थाहा थिएन म कुन बाटोमा हिँडुँ। मलाई कसैले सिकाएन। मेरो बुबाको खुसीको लागि मैले किन मेरो बाल्यकाल बलिदान दिनुपर्छ।